कतिजना हुनुहुन्छ तपाईँहरूले आफ्नो टुथब्रस आफै चेन्ज गर्ने? यदि गर्नुहुन्छ भने कति समयमा गर्नुहुन्छ? 1 महिना, 2 महिना, 3 महिना, 6 महिना, वर्ष दिन, अथवा टुथब्रस टेढो मेढो नभएसम्म त्यही प्रयोग गरिराख्नुहुन्छ? यदि गरिराख्नु भएको छ भने मेजर मिस्टेक गरिरहेको हुनसक्छ। तपाईँले कहिले ब्रस किन्न जाँदाखेरि त्यसको प्याकेटको पछाडि लेबलहरू हेर्नु भएको छ, गाइडलाइन दिएको हुन्छ। त्यहाँ 3 महिनाभन्दा बढी त्यो युज गर्न मिल्दैन, चेन्ज गर्नुपर्छ। तर हामी नेपालीहरूको बानी कस्तो हुन्छ त भन्दाखेरि चाहिँ घोटेर बस्छौँ, त्यही ब्रस टेढो मेढो नभएसम्म त्यही नै प्रयोग गरिरहेका हुन्छौँ र अनुसन्धानहरू हेर्दाखेरि पनि वर्ष दिनसम्म पनि एउटै ब्रसले दाँत माझिरहेको हामीले पाउन सक्छौँ। किन गर्नु पर्यो टुथब्रस चेन्ज? म त गर्दिनँ, यो त नयाँ छ भन्नेहरू पनि तपाईँहरूलाई लाग्न सक्छ। तर यसको पनि कारण छ। लामो समयदेखि एउटै ब्रस प्रयोग गरिराख्दाखेरि त्यो आफै सोर्स अफ इन्फेक्सन हुन्छ। त्यसमा चाहिँ ब्याक्टेरिया, फङ्गस ग्रोथ हुन थाल्छ र त्यसै गरेर यसले चाहिँ हाम्रो गिजाको लाइनिङहरूलाई ड्यामेज गर्ने अनि त्यसै गरेर दाँतमा रहेका किटाणुहरूलाई फाल्न नसक्ने हुन्छ भने लामो समयसम्म चाहिँ मुखको इन्फेक्सन्सहरू हुने, गम इन्फेक्सन्सहरू हुने, त्यसको कारणले गर्दाखेरि चाहिँ पछि गएर चाहिँ ओरल क्यान्सरहरू पनि डेभलप हुनसक्छ। सो त्यसले गर्दाखेरि चाहिँ हामीले एभ्री 3 मन्थ्समा चाहिँ आफूले प्रयोग गर्ने टुथब्रस चाहिँ चेन्ज गर्ने गरौँ। आई होप दिस भिडियो इज भेरी बेनिफिसियल र सक्दो सबैलाई सेयर गर्नु होला। थ्याङ्क यू।